फिल्म इन्डस्ट्रीमा लगभग तपाईँ कोही साथी नै रहन्छन्। हजुर, मेरो साहिल खान बाहेक एकजना दाइ हुनुहुन्छ फिल्म इन्डस्ट्रीमा, साहिल दाइ हो। म आफूले मलाई जति विश्वास गर्छु नि त्योभन्दा धेरै साहिल दाइले मलाई विश्वास गर्नुहुन्छ। सो दाइ नै हो। आज आउटल जुन स्टेटमा छ, आज आउटलको जति पनि हल्ला भइरहेछ, जति पनि आउटलले सपोर्ट पाइरहेछ, त्यो साहिल दाइले गर्दा नै हो खासमा, फ्रेङ्कली भन्नुपर्दा। तपाईँले 6वटा चलचित्र गरिसक्नुभयो। हजुर। तथापि कोही साथी नहुनु, कोहीसँग घनिष्ठता नहुनु, हजुर, के कारण हो? म त्यति बाहिर निस्किदिनँ खासमा, र मलाई घुलमिल्न नि टाइम लाग्छ, त्यसैले पनि होला म धेरै जसो इभेन्टहरूमा नि गइरह हुन्न। म आजकल 2-4 महिना त भयो बल्ल निस्किँदैछु, फिल्म आइरहेछ, प्रमोसनको लागि पनि निस्किँदैछु, त्यसैले पनि होला। अब फाइनली हजुर, तपाईँको मुभी यही फागुन 29 गतेबाट चल्दैछ। हजुर। आउट ल दफा 219 हो। यो आउट ल शब्द अङ्ग्रेजी भएर होला सायद, किनभने हामीले धेरै जसो नेपाली फिल्महरू त नेपाली शब्द नै सुनिरहेको हुन्छु। त्यसैले म एउटा कुरा चाहिँ के क्लियर गर्न चाहन्छु भने आउट